Hello guys, welcome back my YouTube channel. अब यही मासु तयार हुँदैछ ट्याक्क लाएर यो हाम्रो चाहिँ भ्लगमा आउँछ ट्याक्क यो हाम्रो चाहिँ भाइ संसार यसरी मासु हेर्दा मासु पकाउन यस्तो पर्फेक्ट छ अनि हाम्रो यहाँ सबै रोटी बनाएर यस्तो छ यहाँ ट्याक्क लाएर रोटी सेलरोटी आज हाम्रो तिहारको दिन यसरी चाहिँ बनाएर खाँदैछौँ हामीहरू है ल सबैजनाले राम्रोसँग बनाउनु होला तिहार स्याहार हामी पनि यस्तै रोटीहरू ट्याक्क बनाएर ह्याप्पी तिहार मनाउँदैछौँ यो त पुरा उसमा आउँछ त फेसबुक टिकटक पुरा अस्तिको सबै छ ल्याउनु हेर्नु त यहाँ हामी नेपाली छोरा मान्छेले पनि यस्ता रोटी बनाइयो भनेपछि छोरी मान्छेले चाहिँ कस्तो बनाउनुहुन्छ होला हेर्नु यहाँ छोरी मान्छे सबै विदेश विदेशतिर सबै हामीले यस्तो बनाउँदै राम्रो छ है एकदम उत्कृष्ट आएको छ एउटामा हेर्दैन दुईटामा धुँदाखेरि चुही जान्छ के अब एकचोटि के अरे ल ल यहाँ म बनाइरहेको छु भिडियो बनाएको छु है यहाँ ल कस्तो रोटी ट्याक्कै प्रकारले हेर्न यहाँ कस्तो रोटी हाल्छ छोपा अहिले त कसम ठ्याक्कै ल्याएर जोड्यो है ल यो गर्दा गर्दै हुने हो क्या यो बटर नभएर के यस्तो भएको हाम्रो सेलरोटी यसरी बन्दैछ हाम्रो यो प्रकाश सरले यहाँ यसरी हाल्दै हुन्छ यस्तो ठुल्ठुलो रोटी कहिले बनायो यहाँ हालेको देखाउँछु म प्रकाश सरले ल्याउने रोटी कसरी हाल्नु ए झुन यहाँ यस्तो बनाएको छ यहाँ यही जोड्नेमा हो क्या म पनि छु आज तिहारको बेला केटा मान्छेले बनाएको रोटी चाहिँ बन्दैछ है यतिको यो भनेको त मजाले दुइटा खाएर पुग्छ खरे होइन यो के अरे बटर नभएर यस्तो भएको यो त गोगन सापको जस्तो जिउ भयो सानो हुन्छ कि यो फुलेर ठुलो देखेको